हेलो गाइज, आज नयाँ दिन। आज हामी ट्रेनिङको लागि रेडी भइसकेका छौँ। तर आज अलिकति मौसमले साथ चाहिँ दिएको छैन। बाहिर पानी परिरहेको छ। घाम हिमाल पनि कति राम्रो देखिरहेको छ, हेर्न सक्नुहुन्छ है। होइन, त्यही नै हो। त के भन्ने, आज अलि खासै ट्रेनिङ गर्ने मुड पनि थिएन। तर त्यही पनि ट्रेनिङ भन्ने चिज होइन, छोड्नुहुन्न। एक दिन छोड्यो भने छोडेको छोडै हुन्छ भनेर मेरो गर्लफ्रेन्डले नि भनिरहेको थियो कि तिमी गइरह, एक दिन नगएपछि बानी बिग्रिन्छ भनेर। त्यही भएर म चाहिँ हल्का यसो ज्यान तताउन गाडी साडी गर्नु पर्यो भने आएको। आज चाहिँ पानी परे पनि छाता ओढेर आएँ म आज। तपाईँहरूलाई देखाउन जान्छु म है। बाहिरको हेर्नु त यहाँ यस्तो नमिठो पानी परेर धमिलै भएको छ नि यहाँ, हिँड्दै नगरौँ होइन। हेर्नु त, रोड पनि ठिक छैन। घाम चाहिँ तर कस्तो मिठो देखिएछ है, हेर्नु त लो लाइटमा। अनि आफू त यस्तै परियो, हेर्नु कस्तो देखिरहेछ। खुट्टा सुके जस्तो हौ, थाहै केही पनि छैन। मान्छे सब सुकेको, भुँडी मात्र लागेको छ। त्यही नै हो। अब बिस्तारै ट्रेनिङ गर्नुपर्छ, बिस्तारै मेहनत गरेर ज्यान पनि घटाउनु पर्छ है त। ज्यान घटाउनु पर्यो, त्यही नै हो। हेर्न सक्नुहुन्छ हाम्रो पछाडिबाट भ्यू यस्तो राम्रो देखिन्छ नि। ओहो, यहाँको त कुरै नगरौँ। भ्यू मात्र ऐना राम्रो देखियो, ऐनाले गर्दा धेरै निकै भ्यू देख्यो। फेरि यो लाइट पनि फेरि यहाँ नयाँ हालेको थियो। लाइट नयाँ हालिदियो भने त अलिकति भोलि पनि बढी हुने भएर कस्तो आँखा बेला बेलामा आँखा खान्छ क्या, आँखा दुख्छ। नत्र ट्रेनिङ गर्नलाई त ठिकै छ। मेरो आजको प्यारो साथी, यसमा चाहिँ म डर ट्रेनिङ गर्छु आज। त्यही नै हो। अब बिस्तारै अब आजको ट्रेनिङ गरौँ है। म तपाईँहरूलाई ठ्याक्कै देखाउँछु। अनि माथि पनि जे होस्, आज चाहिँ धेरै नगर्ने, हल्का हल्कै गर्छु। अब 2 मिनटको त भइसकेछ भिडियो। अब बिस्तारै एक्सर्साइज गर्नुपर्छ। एक्सर्साइज गरेर ट्रेनिङ गरेर बल्ल अलिकति खर्च पानी होस् न, नहुँदा पनि सजिलो होस्, गर्मी नहोस्। त्यस्तो गर्मी हो कि अब बिस्तारै। यहाँ फेरि कस्तो छ भन्दाखेरि, अब गेम खेल्ने मान्छेहरू धेरै छ, तर मान्छेहरू पानी पऱ्यो भनेपछि निकै आउँदैनन् कि। पानी पऱ्यो भनेपछि उनीहरूलाई त्यस्तै हो, एउटा बाहना चाहिन्छ ट्रेनिङ नगर्ने सबैलाई। अब आफू भने आफू पहिला त त्यस्तै थियो म पनि, तर अहिले चाहिँ छैन। अहिले चाहिँ अब केही गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ भन्ने लागेको छ। त्यही भएर अहिले चाहिँ अब ट्रेनिङ चाहिँ रेगुलर गर्ने हो। खासै चाहिँ त छैन, सुकियो है, लास्टै सुकियो जस्तो ज्यान छ। सुकियो भुँडी चाहिँ लाग्यो। फेरि यस्तो प्रेग्नेन्ट भयो यस्तो भुँडी छ, यसलाई नि घटाउनुपर्छ बिस्तारै मिहिनेत गरेर। त्यही नै हो। अब ट्रेनिङ गर्छु म हल्का हल्का घर आएको। अब स्किपिङ खेलेर हल्का गाडीहरू गर्छु, बिहा खान्छु। नि आजको लागि चाहिँ त्यति नै गर्नु पऱ्यो कि, धेरै नगरे नि। त्यति नै गरेर ट्रेनिङमा आज के गर्नुपर्छ। कपाल पनि हेर्नु त यस्तो कर्ली भयो, कर्लिङ भयो कपाल पनि। तर केही छैन, कपाल यस्तो छ मेरो, केही छैन। ल गाइस, आजलाई यति नै। अर्को भिडियोमा भेटौँला है त। ल बाई बाई, टेक केयर।